हेलो एभ्रिवान, आज हामी समुद्रमा हिँड्न जाँदैछौँ। आई मिन लिटरली हिँड्दै नै छौँ। सो चेक इट आउट आवर बेस्ट मोमेन्ट, हामी के गर्छौँ भनेर, एन्ड स्टे विथ अस। हामी चाहिँ अहिले लिटरली समुद्रमा हिँड्नको लागि यो बाटोबाट भएर चाहिँ गइरहेछौँ होइन। यो समुद्रको लेभल चाहिँ थोरै भएको कारणले गर्दाखेरि प्रायः जस्तो मान्छेहरू चाहिँ हिँड्छन् अहिलेको यस समयमा चाहिँ। यो समुद्रको ढुङ्गा चाहिँ फेरि खतरा हुन्छ, फेरि डिजाइनको पाइन्छ। नेपालमा भइदिएको चाहिँ गोलो गोलोवाला पाइन्थ्यो खोलाको बगरतिर, यहाँ चाहिँ विभिन्न प्याटर्नवालाहरू चाहिँ पाइन्छ। किरा पनि हुन्छ। प्रायः जस्तो हामी राम्रो समुद्रको सिनहरू चाहिँ देख्छौँ होइन, तर पानीको लेभल नै कम हुँदाखेरि चाहिँ फेरि यो अलिकति दृश्य अलिक कुरूप नै हुन्छ क्या। यस्तै हुन्छ यी ढुङ्गा पानी नहुँदाखेरि चाहिँ। यतापट्टि पानीको लेभल घटेर सुकेर यस्तो छ। म खतरनाक छु, म तिमीहरूलाई टोक्छु भन्दैछ। आउन त आइयो है, पुरा यो लर्ड अफ द रिङ्सको जस्तो ठाउँमा, पुरा खतरा ठाउँमा। हेरौँ है त अब आज के देखिन्छ भनेर। तर बाटो चाहिँ लास्टै बिजोग छ। हुन त यो बाटै होइन है। यस्तो पानीको लेभल घटेको बेलामा चाहिँ धेरै रमाइलो चिज पनि देखिन्छ। कहिलेकाहीँ चाहिँ इफ लक्की देन अक्टोपस पनि भेटिन्छ क्या अरे, होइन त? यहाँ हेर्नुहोस् ल, माछा पनि भेटिन्छ। किनकि भन्दाखेरि अब यो पानीको लेभल घटेको कारणले गर्दाखेरि हो कि। कहिलेकाहीँ यहाँ चाहिँ अलि थाहा नभएको खतरा समुद्रको क्रिएचर पनि भेटिनै सक्छ है। फेरि अलिक डेन्जरस पनि छ। फेरि यो काई लागेको छ। यो पानीको लेभल घटेको कारणले गर्दाखेरि अहिले हामी यहाँ छौँ, होइन भनेदेखि यहाँ टेक्न पाइरहन्थ्यो। जीवहरू पनि छ यिनीहरू। यो गयो भनेदेखि त यो होला है। यहाँ कालो हेर्नु नि, चुच्चो वाला दुईटा छ यहाँ। अलराइट साथीहरू, हामी लिटरली नै अब समुद्रमा आइसक्यौँ। समुद्रको बाटोमा
यो चाहिँ के होला है ठ्याक्कै खसीको भुँडी जस्तै छ त यो खसीको भुँडी उल्टो फर्काएको जस्तो गाउँको खोला किनारतिर हिँडा जस्तो फिल भइरहेछ मलाई चाहिँ ओ वाट यो एरिया चाहिँ सबैभन्दा प्लेनेस्ट एरिया भनौँ न लिटरली यहाँ हेर्दा जमिन जस्तै रहेछ पानी पनि यस्तो सफा क्रिस्टल क्लियर पानी उताबाट समुद्र आइरहेछ खास गरी भनेदेखि समुद्र चाहिँ ऊ पल्लो छेउसम्म हो कि तर पानीको लेभल घटेर चाहिँ होइन पानीको लेभल घटेर चाहिँ अहिले हामी सब अरू मान्छेहरू पनि हिँड्दैछन् यताउता त्यहाँ चाहिँ मान्छेहरूले चाहिँ सी फुड हन्ट गरिरहेको छ यो बेलामा चाहिँ सी क्रिएचर्सहरू पनि यो रुखमा चाहिँ के अरे ढुङ्गामा चाहिँ आएर फस्छ क्या त्यही भएर सी फुड चाहिँ हन्ट हानिरहेछन् हामी हिँडिरहेछौँ रमाइलो गरिरहेछौँ विभिन्न किसिमको माछा साछाहरू यसो हेर्दै समुद्र यही छ यदि यो पानी नसुक्या भए चाहिँ हामी आउन सक्दैन थियौँ होला प्रायः जस्तो कोही आउनु पनि सक्दैन थियो रिफ साइड भएर यस्तो भएको सँगै हात समय समय खोला तरमला भन्ने पनि लिटरली नै भयो आज समुद्र उकाली चरौला ओराली झरौला समुद्र नि तरौला है त्यहाँ चाहिँ अलिकति करेन्ट धेरै रहेछ है के हो यो खसीको उल्टो भुँडी जस्तो अघिदेखि नै देखिरहेको छु मैले यो चाहिँ हो फ्रेस अलाइभ कोरल यो पछि मरे पछाडि ढुङ्गा पत्थर साह्रो भएर बाहिर निस्किन्छ क्यारियर के भन्ने हो ढुङ्गा भन्ने कि जीप भन्ने हो गाइज अहिले हामी लिटरल्ली समुद्रमा हिँड्दैछौँ चप्पल लगाएर त्यो पनि खसीको उल्टो भुँडी सँगसँगै भिज्छ अब मेरो सबैभन्दा ब्युटिफुल चिज चाहिँ यही हो अलिअलि सङ्घर्ष हुँदैछ अलिअलि मजा नि आइरहेछ लड्यो भनेदेखि चाहिँ फेरि मोबाइल गयो फेरि सक्यो फेरि को आयो पर आन्टीहरू आइरह पानी चाहिँ यति धेरै सफा छ नि यति धेरै सफा छ धन्न यहाँ गोही सोही आउँदैन र मात्र नै सल्ट वाटर क्रोकोडाइल भन्ने नि हुन्छ नि सल्ट वाटर क्रोकोडाइल धन्न यहाँ छैन नत्र भनेदेखि हामीलाई आजको मजाको डिनर बनाइसक्थ्यो होला यस्तो फ्रेस फ्रेस यङ ब्लड कहाँबाट पाउने ओके हामी हिँड्दैछौँ आशा गर्न चाहँदछु हाम्रो छोटो मिठो ब्लग यहाँहरूलाई मन पर्यो होला मन परेको छ भनेदेखि हाम्रो यो आजको क्रेजी डेयरिङ वर्कको लागि एक लाइक हानिदिनु होला एन्ड सब्सक्राइब टु आवर च्यानल वी विल सी यु इन द नेक्स्ट भिडियो बाई बाई समुद्रमा हिँडेर आए पछाडि बिग अचिभमेन्ट ये So do not try this at home or school or anywhere. Oye, dami sunset.